पहिला तिमी थियौ मेरो संसारको सुरुवात र अन्त्य। तिमी बोल्दा समय रोकिन्थ्यो, तिमी हाँस्दा म भित्रको सारा पीडा हराउँथ्यो। म सोच्थेँ मेरो माया यही हो, यही मेरो साँचो माया हो। तर मलाई थाहा थिएन यही माया मेरो पीडा बन्नेछ। तिमीले भन्ने गर्थ्यौ सधैँ साथ दिनेछु, त्यो शब्दहरू म सधैँ विश्वास गर्थेँ, जसरी फूलले बिहानको घामलाई विश्वास गर्छ। तर दिन ढल्किँदै जान्छ, घाम अस्ताउँछ र तिमी पनि घाम जसरी अस्तायौ, कुनै बिना कारण, बिना विवाद। आज पनि सम्झन्छु त्यो पहिलो भेट, जहाँ तिम्रो त्यो मनले मेरो मन चोरेको थियो। त्यो नजर, त्यो मुस्कान मलाई सधैँका लागि आफ्नो बनाउन खोजे जस्तो लाग्थ्यो। तर माया, मैले सोचे झैँ त्यति सजिलो नहुँदो रहेछस्। तिम्रो मुस्कान अरूका लागि नै बनेको रहेछ। हिजोको बाचा आजको मजाक बन्यो। तिमीले पठाएको ती माया भरा सन्देश, आजकाल ती सबै शब्दहरू झुटो रङमा रङ्गिए झैँ लाग्छन्। मेरो मनले अझै सोध्छ के म साँच्चै नै तिम्रो माया पाउन लागेको थिएन। रातको सन्नाटा अझै बोलाउँछ तिम्रो नाम, फोनको स्क्रिन अझै पर्खिन्छ तिम्रो म्यासेज आउँला भनेर। तर अब त्यहाँ केवल मौनता छ, त्यो मौनता जसले मलाई तिमी सम्झिँदा सधैँ मन दुखाउँछ। कसरी पोखु मेरो मन कुपिँदा मलाई नै थाहा छैन, जसले एक दिन मेरो हात समातेको थियो, आज त्यही हातले अरूको हात समाती हिँडिरहेको छ। मैले तिम्रो लागि आफ्नो आत्मा सुम्पेको थिएँ, तर तिमीले मलाई स्मृतिमा मात्र राख्यौ। मेरो माया साँचो थियो, तर तिमी मेरो मायालाई खेल सम्झेको रहेछौ। तिमीले जित्यौ, मेरो हार भयो तिमीलाई गुमाए र आफै भित्र हराउँदै गए। तर आज म कमजोर छैन। हो, म रोएँ, धेरै रोएँ, तर अब ती आँसु कविता बनेर बगेका छन्। मेरो बोलीमा माया नदेखिन सक्छ, तर मनले अझै प्रेम गर्न बिर्सेको छैन, किनकि म साँचो थिएँ। मेरो माया आत्मावाद थियो। आजकाल माया शब्द सुन्दा पनि डर लाग्छ, तर त्यही डरले मलाई बलियो बनाएको छ। अहिले म बुझ्छु साँचो प्रेम त त्यो हो जहाँ दिल टुट्छ, तर आत्मा अझै मायामा अडिन्छ। मायामा धोका पाउनु जीवनको अन्त्य होइन, यो त एउटा अध्याय हो जहाँ पीडाले पनि सुन्दर कविता जन्माउँछ। किनकि मायामा धोका पाएर पनि धोका दिने मान्छेको लागि राम्रो सोच्ने बोल्नेहरू नै साँचो प्रेमी हुन्छ। यदि यो भिडियोले तपाईलाई केही सिकाउन मद्दत गर्यो वा मन छोयो भने कृपया भिडियोलाई लाइक गर्नुहोस्। हाम्रो प्रयासलाई प्रोत्साहन दिनको लागि एउटा छोटो कमेन्ट गर्नुहोस् र आफ्ना साथीभाइ तथा दिदीबहिनीसँग शेयर गर्नुहोस्। यस्तै उपयोगी भिडियोहरू हेर्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र नयाँ भिडियोहरूको सूचना पाउन बेल आइकन थिच्न नभुल्नुहोला। अर्को भिडियोमा भेटौँला। धन्यवाद। लभ यु अल।